आज चाहिँ मेरो दिन कसरी बित्यो लास्टसम्म हेर्नु होला है। कस्तो राम्रो राम्रो मोमेन्टहरू छ। हरि बोल। हेलो एभ्रिवान, हरे कृष्ण, वेलकम टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। म चाहिँ आज मेरो सुरुवात चाहिँ यो विद्याज्योति विद्यालयबाट सुरु भएको थियो। म चाहिँ त्यहाँ डकुमेन्ट लिन गएको थिएँ बहिनीको लागि, तर स्कुलहरू सबै ताला ठोकेको भएर म चाहिँ घरतिर आइसकेको थिएँ। घर आएर पनि म चाहिँ उता दिदीको घरतिर जान लागेको थिएँ। दिदीको घर गएँ किन भन्दाखेरि त्यहाँ चाहिँ एउटा सामान थियो कि विशेष सामान, आजको त्यसको रोल धेरै हुनेछ। अनि दिदीहरूको घर गएर चाहिँ यसरी तुन 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 गर्ने म मात्रै हो कि अरू पनि हुनुहुन्छ? कमेन्ट गर्नु होला है। म चाहिँ दिदीहरूको घर गएर विशेष गरेर चाहिँ फ्रिजहरू उदुन पुदुन गर्छु, किनकि केही खानेकुरा भेटिन्छ कि भनेर। लास्टमा चाहिँ मैले यो मेरो छोरोले के आइस जमा रहेछ त्यही देखेँ, तर मैले खाइनँ। घरमा कोही पनि हुनुहुन्थेन। म चाहिँ उदुन पुदुन गरेँ अनि मैले चाहिँ आफूलाई चाहिने सामान चाहिँ खोजिरहेको थिएँ। फाइनली भेटेँ। यो चाहिँ के होला त भन्दाखेरि थाहा छैन, घर गएपछि थाहा हुन्छ। अनि हेर्न सक्नुहुन्छ हाम्रो गाउँको भ्यूहरू कस्तो राम्रो छ। म चाहिँ फाइनली घर पुगिसकेको थिएँ। यो चाहिँ त्यो ल्याएको सामान चाहिँ साँचो हो कि के हो, यो चाहिँ मकै उधार्नुको लागि ल्याएको थिएँ। आन्टीले पनि फर्स्ट टाइम युज गर्दै हुनुहुन्थ्यो, तर आन्टीलाई पनि कुनै आइडिया थिएन। मलाई त झन् अब यस्तै त हो नि, त्यही पनि ट्राई गरिरहेको थियौँ। फाइनली हाम्रो सक्सेस भइसकेको थियो। हामीले चाहिँ यसले उधार्न पनि जानिसक्यौँ। मैले चाहिँ यसले नै उधारेँ, आन्टीले चाहिँ हातले काठले उधार्नुभयो। अनि चाहिँ हाम्रो चाहिँ आजको काम चाहिँ दिउँसो यही नै भयो। अनि उधार्दा मेरो एउटा साथीसँग भेट भयो कि उसले चाहिँ कल गरेर बोलाएको थियो। अनि धेरै टाइम थिएन, एकैछिन मात्रै भेट भयो। अनि सेकेन्ड टाइम भयो, 2 टाइम मात्रै उसँग भेट भएको, तर मैले राम्रोसँग चिनेको पनि छैन। तर गाडीमा बस्दाखेरि चाहिँ भेट भएको थियो। अनि त्यहाँबाट म भेटेर आएर चाहिँ म सिधै अम्बाको रुखमा दगुरेँ। अम्बा टिप्न आएँ। यस्तो राम्रो राम्रो अम्बा थियो, तर किराले पनि खाइसकेको थियो। अनि म अम्बा टिपेर आएँ। त्यहाँ चाहिँ माइजू र आन्टी चाहिँ मकै उधार्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ अम्बा ल्याएर दिएँ, सबै खुसी हुनुभयो। त्यसपछि चाहिँ अम्बा खानलाई चाहिँ हात धुन जानुभयो माइजू चाहिँ। हामी चाहिँ पानी सानी खाएर अम्बा चुज गर्न लाएँ म चाहिँ। अनि त्यसपछि मैले बाटोमा चाहिँ भदै आइरहेको थियो। अनि त्यसलाई चाहिँ जिस्काइरहेको थिएँ, अम्बा खानु बोलाएँ। फेरि मैले दिन यस्तो यस्तो जिस्काइरहेको थिएँ। अनि यस्तो रमाइलो हुन्छ, मजा आउँछ। अनि माइजूहरू आन्टीहरू अम्बा खान लानुभयो, म पनि अम्बा खान लाएँ। यस्तो टेस्टी छ नि, हरिबोल हाम्रो घरमा फलेको अम्बा है। खाना आउनु होला, खान मन छ भने। अनि हामीले 3 वर्षसम्म चाहिँ मकै उधार्यौँ। त्यसपछि हामीले सकायौँ, एक कट्टा मकै उधारेर भ्यायौँ। अनि त्यसपछि मकै सके, अब उधारिसकेपछि त त्यसलाई अब चन्जमन्जम पनि त लाउनु पऱ्यो, सिमर्नु पऱ्यो त। अनि हामी चाहिँ कट्टामा राख्न थाल्यौँ। अनि चाहिँ त्यो धुलो धुलो थियो लास्टको चाहिँ। अनि त्यो चाहिँ मैले धुलैसँग हाल्ने, अल्छेका काम बारात लाम भने जस्तै म यस्तै हो फेरि। अनि त्यसपछि मैले चाहिँ त्यो सब सिमट सामट पारेर अनि पालसाललाई उता फालेर अनि कट्टालाई चाहिँ साइडमा राखिदिएँ। अनि त्यसपछि चाहिँ मैले आज बुक रिडिङ पनि गरेको थिएन, च्यान्टिङ पनि गरेको थिएन। फर्स्टमा चाहिँ मैले बुक रिडिङ गर्न थालेँ। अनि त्यसपछि चाहिँ म च्यान्टिङ गर्न थालेँ। आज मैले च्यान्टिङ नै गरेको थिएन, किनकि म बिहान ढिलो उठेको थिएँ। त्यसपछि चाहिँ खानासाना पकाउँदा यताउति गर्दा मेरो डुल्ने काम मात्रै भइरहेको थियो। अनि दिउँसो चाहिँ मेरो मकै उधार्ने काम भयो। त्यसपछि चाहिँ मैले साँझमा गरेँ सबै चिज चाहिँ। यति भन्दै आजको भिडियो यहीँ गर्छु। थ्याङ्क्स फर वाचिङ। हरे कृष्ण, बाई बाई, टेक केयर, सियौँ, हरि बोल।